सो गाइज आज चाहिँ म डाभिडलाई प्र्याङ्क गर्दैछु। मलाई एकदमै यो प्र्याङ्क पनि गर्नलाई एकदमै मन थियो, मतलब एकदमै मन थियो। अनि म यहाँ लुकेर साइडमा भिडियो बनाइरहेको छु क्या, एकदमै मन थियो। लेट्स सी है त के हुन्छ। मैले अलरेडी यहाँ चक्लेट लगाइसकेँ, अनि अब यसलाई टिस्यु पेपर लिएर आइज भनेर गर्नुपर्छ। हेरौँ है त प्र्याङ्क कस्तो हुन्छ। एक्साइटेड। डाभिडले म जस्तो मन पाएको छ हेर्नुहोस्। अब मैले त प्र्याङ्क गर्ने हो नि त। डाभिडलाई एकदम मनपर्छ मलाई उसँग प्र्याङ्क गर्नलाई। सो टिस्यु चाहिँ म यहाँ राख्छु क्या, अनि त्यसपछि त्यसलाई लिएर आइज भन्नुपर्छ। डाभिडलाई कतिचोटि बोलाइसकेँ, आउँदै आउँदैन। डाभिड कम हियर बिट कुकमाल। ओ माई डाभिड यहाँ आउँदा मामी देखाउँछु। यहाँ आउ न डाभिड कुकमाल हियर। बुझ्यो कि क्या हो प्र्याङ्क गर्न लायो भनेर आउँदैन त, न त बनाउनु बित्तिकै आउँथ्यो। प्र्याङ्क गर्न कहाँ सजिलो छ र, आउँदैन। यो प्र्याङ्क गर्न लायो भनेर बुझ्यो कि क्या हो डाभिडले। ओ गड, मेरो छोरा 10 मिनट भइसक्यो, म कति बोलाइसकेँ, आउँदैन त बा। भिडियो लामो हुन्छ भनेर मैले नखिचेको, आउँदै नआउने। ल बल्ल ओके रे, आउँदैछ। ओके भनेपछि बल्ल आउँछ। उसले ओके नभनेपछि आउँदैन। मिस्टर के कमेन बल्ल आएको थियो। फेरि क्यामेरा चाहिँ अर्को साइडमा गरेछु कि भगवान्, खिच्न गाह्रो छ। ल बल्ल आउँछु भनेको छ, आएको थियो। ओके यहाँ आऊ न। मैले त मागेकै छैन त। ओ थ्याङ्क यू। डाभिड पापीहरू देऊ न। कस्तो ल, देऊ न मामीलाई पापीहरू देऊ न प्लिज। पापीहरू देऊ न। ओ नाइ डाभिड बिट देऊ न, लाउँछु भने। देऊ प्लिज, देऊ न प्लिज। देऊ न। थ्याङ्क यू। ओ नाइ डाभिड त काका लाग्यो। कोकमा तिम्रो काका लाग्यो। ओ नाइ डाभिड। हेर त मलाई प्र्याङ्क गर्यो मेरो छोरो। This is Mama Kaka. यो कस्तो खालको प्र्याङ्क भयो हो मेरो। ओ गड, मेरो छोरोले ला प्र्याङ्क त गडबड पो भयो त गाइज। डाभिड त्यो चोकोलाडो हो? Where was to? Chocolate.